हेलो एभ्रिवान वेलकम टु ब्याक मनिका तामाङ युट्युब च्यानल अगेन। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ, म पनि सन्चै छु भन्दै आज चाहिँ मैले लिएर आएको छु हामीले खाने चियामा हालेर खाने मरिच कसरी बन्छ भनेर म हजुरहरूलाई देखाउँछु। मरिचको बोट कस्तो हुन्छ, कसरी फल्छ अनि मरिच कसरी बनाइन्छ, खानको लागि कसरी रेडी हुन्छ भनेर हैन। अनि देख्न सक्नुहुन्छ हामीले चाहिँ मजाले माथि रुखदेखि यसको पत्ता चाहिँ यस्तो हुन्छ, पानको पत्ता र यो सेम हुन्छ। अनि हामीलाई चाहिँ यसले माथिबाट सबै झारिसकेर बोरामा देख्न सक्नुहुन्छ यहाँ टिपेको यसरी झुप्पा झुप्पा भएर फल्छ देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ म धमाधम टिपिराखेको छु। हामीले चाहिँ सुपारीको बोटमा लगाएको थियौँ अनि यहाँ चाहिँ मजाले फलेको छ। अनि हामीले चाहिँ यहाँबाट माथिबाट सबै सोतारेर झारेर अनि मजाले टिप्दैछौँ साथीहरू। अनि त्यस पछाडि हामीले चाहिँ मजाले यहाँ गर्न थाल्यौँ, मजाले टिप्न थाल्यौँ। गाइस देख्न सक्नुहुन्छ हजुरहरूले हैन। अनि ल यहाँ पानी भरेर लगिसके, म एक्लै छु घरमा। अनि अब सबै थोक हैन। अनि यहाँ चाहिँ पानी भरेर लाँदैछु। अनि यहाँ चाहिँ मैले अलिकति हालिसकेको छु। यहाँ आगो फुकिसकेको छु मैले चाहिँ, देख्न सक्नुहुन्छ तपाईहरुले हैन। अनि यहाँ चाहिँ पुरा आगो बालेर भगभग पानी उमालेर अनि चाहिँ हामीले कामहरू गर्नुपर्ने हुन्छ साथीहरू हैन। अनि देख्न सक्नुहुन्छ अनि मैले चाहिँ पानी लगाउँदैछु यहाँ अझै यति जति भयो हुन्छ होला। अनि टक्क पारेर हामीले हिजो टिपेको मरिच चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यस्तो दामी छ, देख्नु होला, हेर्नु होला। अनि यहाँ पनि छ, यहाँ चाहिँ देख्न सक्नुहुन्छ है, यस्तो छ मरिच डिक्सिङ। अनि यो चाहिँ मैले बोकेर जाँदैछु। अनि यहाँ मरिच लगाउँछु गाइज, यसरी टक्कसँगले हामीले मरिच हाल्न पर्ने हुन्छ। मेरो बाख्रालाई घाँस छैन अनि मेरो बाख्रा चाहिँ कराइराखेको छ। अनि यहाँ चाहिँ हामीले यसरी मरिच लगाउन पर्ने हुन्छ। फेरि यहाँ नजिक नआइज नि, फेरि म निस्के निस्कनु मामु मरिच हो कि के हो त्यो? ल मामु उनीहरूको पछि पछि आउनु। ए म आए हैन, सबै मामुको टाउको सबै आयो। म नि हेर्छु न, म नि अहिले हेर्नु यहाँ पहिला हेर्नुहोस् हाम्रो मरिच। म त यहाँ खिच्छु, यहाँ नथिच्न हुँदैन, यहाँ मजाले यहाँ परबाट भिडियो गर। हाम्रो मरिच चाहिँ हामीले म बसेर पनि गरे फोटो खिचेको देख्नुहुन्छ त। एक भाडा यो हाम्रो मरिच चाहिँ हैन। अनि के भयो अरे मामु? एक भाडा भने हाम्रो मरिच देखाउनु त।
अलिकति चिन्नु छ नि फेरि वा हाम्रो आगो मामु कहाँ जानु हुँदैछ मामु गाइज ल माउ छिटो आउनु न आयो 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 हटायो अनि देख्न सक्नुहुन्छ यहाँ हाम्रो चाहिँ यो यत्रो ठुलो भाँडामा एक भाँडा मरिच देख्न सक्नुहुन्छ यहाँ अनि हामीले चाहिँ यसलाई भक 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 उमाल्न पर्ने हुन्छ हैन हाम्रो प्रोसेस चाहिँ यस्तो भइरहेको छ अनि यसको प्रोसेसहरु चाहिँ धेरै छ मेरो बाख्राको खोर यहाँ चाहिँ बाख्रालाई घाँस सास छैन अनि म चाहिँ घाँस लिन जानुपर्ने हुन्छ मेरो साथी चाहिँ यहीँ बस्दै गर्नु ल आगो फुक्दै अनि घरमा बस्नेको के काम हुँदैन के भन्छ यहाँ देख्न सक्नुहुन्छ यहाँ तोरी मैले सुकाइरहेको छु अनि यहाँ चाहिँ मेरो यो टमाटर फत्काएर सुकाएको अनि यहाँ चाहिँ काँचो टमाटर काटेर सुकाएको गाइज हैन यहाँ अलिकति मेरो किचन यतापट्टि फुलबारी पनि छ अनि मेरो छोरा यहाँ यो त्यहाँ पस्नु हुँदैन है यो पोख्नु हुँदैन नगर न गर्नु हुँदैन भनेको अनि मेरो गाईलाई घाँस पनि छैन अनि म चाहिँ घाँस लिएर आउनु पर्ने हुन्छ टक्कसँगले अनि यो चाहिँ यहाँ उम्लिँदै गर्छ है अनि गाइज हैन पाकिसकेर मैले चाहिँ उचालेर यसरी छोडाउनु पर्ने हुन्छ यो यतापट्टि नछोडाएको यतापट्टि छोडाएको यसरी छोडाएर सुकाउनु पर्छ